धन्यवाद छ। यस हाम्रो भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमका सञ्चालक हाम्रो संस्थाका महासचिवज्यू, त्यसरी नै यस कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष श्री मनोज मादेवज्यू, त्यसरी नै यस हाम्रो कार्यक्रमका अतिथि थाम्सुवाङ सेवा समाजका अध्यक्षज्यू, तुम्बाको सेवा समाजका अध्यक्षज्यू, त्यसरी नै ताम्लिङ सेवा समाज, हाङसरुपा सेवा समाज लगायत विभिन्न थरगत संस्थाका अध्यक्षज्यूहरू, यहाँहरू सबैमा र यस हाम्रो कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न उपस्थित भइदिनुहुने सम्पूर्ण हाम्रो वंशका मेरा साइन अनुसार दाजुभाइ काका बाजे यहाँहरू सबैमा स्वीकार्नुहोस्। नमस्ते, सेवाहरू गर्न चाहन्छु। यो कार्यक्रमको समापन हुँदै गर्दा हाम्रो अग्रज दाइहरू केही कार्यव्यस्तताले अलिक ढिलै आउनु भएको छ, उहाँहरूलाई म स्वागत गर्न चाहन्छु। हाम्रो यो पहिलो कार्यक्रम समापन भए पनि दोस्रो कार्यक्रम रहेको यहाँहरूलाई जानकारी गराउँदै म कार्यक्रमतिर अगाडि बढाउन चाहन्छु। र विशेष गरेर हामीले यो शुभकामना आदान प्रदान कार्यक्रम गर्नुको मुख्य उद्देश्य चाहिँ अघि हाम्रो वंशका विभिन्न थरगत संस्थाका अध्यक्षज्यूहरूले पनि आफ्नो भनाइहरू, महत्त्वपूर्ण भनाइहरू राखिसक्नु भएको छ। उहाँहरूले भने जस्तै हामीले सङ्ख्यात्मक हिसाबले भन्दा पनि गुणात्मक हिसाबले हामीले हाम्रो संस्थाहरूलाई, हाम्रो वंशहरूलाई, सँगसँगै हाम्रो इतिहास, पहिचान र अस्तित्वलाई बचाउनु पर्छ भनेर अगाडि बढिरहेका छौँ। अघि हाम्रो थरगत संस्थाका अध्यक्षज्यूहरूले भने जस्तै, अघि हाम्रो थाम्सुवाङ सेवा समाजका अध्यक्षज्यूले भने जस्तै सङ्ख्यात्मक भन्दा पनि हामीले गुणात्मक र विभिन्न थरगत संस्थाहरूलाई पनि हामीले कसरी जोड्दै लैजाने भन्नेतिरै अलिक केन्द्रित भएर अगाडि बढिरहेका छौँ। यो विशेष हाम्रो कार्यक्रमको उद्देश्य पनि त्यही रहेको छ। भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भनिएको छ। यो छुसक हाम्रो नेपालीहरूको चाड होइन, त्यो तपाईँ हामी सबैलाई थाहा छ। तर हाम्रो मुख्य उद्देश्य भनेको यो हाम्रो छुसकमा सबैको समय मिल्ने भएकोले यो समयमा सम्पूर्ण हाम्रो थरगत संस्थाका दाजुभाइहरूसँग भेटघाट हुनु नै सबैभन्दा ठुलो कुरा हो भन्ने हिसाबले हामीले यो कार्यक्रमको आयोजना गरेका थियौँ। र यस कार्यक्रममा हाम्रो प्रमुख अतिथिज्यू किरात याक्थुङ चुम्लुङको हुनुहुन्छ। हामीले विभिन्न कार्यक्रमहरूमा भनिरहेका छौँ, किरात याक्थुङ चुम्लुङ र थरगत संस्थाहरू नख र मासुको जस्तै सम्बन्ध हुनुपर्छ। हाम्रो थरगत संस्थाहरूलाई जटिल समस्याहरू पर्दाखेरि हामीले थरगत संस्थाहरूसँग केही समन्वय गर्न कोसिस गर्छौँ। अझै त्यसले भएन भने हामी जाने भनेको किरात याक्थुङ चुम्लुङतिरै हो। त्यसैले हामीले चाहिँ हाम्रो मूल घरको रूपमा लिएका छौँ। र आज विशेष गरेर यो शुभकामना आदान प्रदान सँगसँगै टी सर्ट वितरण कार्यक्रम पनि रहेको छ। यो हाम्रो पहिलो कार्यक्रम सम्पन्न पश्चात हामी दोस्रो कार्यक्रममा हाम्रो दोस्रो कार्यक्रम टी सर्ट वितरण रहेको छ। र सम्पूर्ण हाम्रो दाजुभाइ अग्रज दाइहरू बसिदिन म अनुरोध गर्न चाहन्छु कार्यक्रमको अन्तिमसम्म। र यस कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्नुहुने हाम्रो विशेष गरेर यो अघि हाम्रो थाम्सुवाङ सेवा समाजका अध्यक्षज्यूले हिजो अस्ति पनि भन्दै हुनुहुन्थ्यो, विशेष गरेर उहाँले भने जस्तो यो हाम्रो सङ्गठन
किराँतथुन थेगिमहाङ चोबीको सजुको दक्षिण कोरियाका 2018 सालमा संगठन विस्तार गर्दै गर्दा का अध्यक्षज्यू अहिले उपस्थित हुनुभएको छ। हाम्रो साइनोले चाहिँ भतिज मोहन, तर म चाहिँ सल्लाहकारज्यू भन्न रुचाउँछु र उहाँ अनि हाम्रो दाइ पनि देखिराखेको छु। यो कार्यक्रम सके पश्चात हामी गफसफ गर्नेछौँ र उहाँलाई विशेष गरेर हाम्रो पूर्व अध्यक्षज्यूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सिंहको हाम्रो वंशले दिनुपर्ने हुन्छ, किनभने उहाँ नहुनु हो भने हाम्रो संस्था दक्षिण कोरियामा हुँदैन थियो र 2018बाट हामी निरन्तर आइरहँदाखेरि दोस्रो अधिवेशनमा उहाँहरूको साथ र सहयोगले सफलतापूर्वक सम्पन्न गरेर हामी यहाँ आइरहेका छौँ। यहाँ आइरहँदाखेरि हामीले उहाँहरूकै साथ र सहयोग सल्लाहले हामी अहिले हाम्रो यङलाई पनि भर्खरै अरूको नाममा रहेको यङलाई पनि हाम्रो चोबेगोहरूको नाममा ल्याउन सफल भएका छौँ। अहिले तपाईँ हामी सबैले छाती खोलेर हाम्रो यङ त्यहाँ छ भन्न सक्नेसम्म भएका छौँ। योभन्दा अगाडि हामीले हाम्रो यङ कता छ भनिरहँदाखेरि माथि एक दिनमा छ अरे, तर अरूको नाममा छ अरे भन्ने थियो। तर यो तपाईँ हाम्रो साथ र सहयोग सक्रियताले अहिले छाती खोलेर त्यहाँनिर हाम्रो यङ छ, यति रोपनी छ भन्न सक्ने खालको भएका छौँ। यो उपलब्धिहरू निरन्तर आइरहेका छौँ र अर्को याङनामको आकाशेमा हाम्रो सङ्ग्रहालय पनि सँगसँगै बन्दैछ। लगभग अबको 1 वर्षमा हाम्रो यङ पनि माङ्गेना यङ पनि निर्माण गरिसक्नेछौँ र त्यसको पनि केही सहयोगहरू सङ्कलन हुँदैछ र भइसक्न पनि आइरहेका छन्। लगभग अब 1 वर्षमा हाम्रो यङ सम्पन्न हुने पनि यहाँलाई जानकारी गराउँदै यस हाम्रो निम्तोले स्वीकारेर उपस्थित भइदिनु भएकोमा हाम्रो प्रमुख अतिथि लगायत थर्गत संस्थाका अतिथिज्यूहरूप्रति हार्दिक आभार प्रकट गर्दै यस हाम्रो कार्यक्रमलाई सफल बनाउन उपस्थित भइदिनु भएकोमा हाम्रो वंशका सम्पूर्ण मेरो साइनो अनुसारको सम्बोधन गरेर यहाँहरू सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै यस छुसकको यहाँहरू सबैले हार्दिक शुभकामना व्यक्त गर्दै मेरो यो हाम्रो कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। हस्त नमस्ते सर।